पर्यो कति यति चर्को घाम थियो यहाँ कि ओहो दाइ के छ दाइ जाने होइन त जाऊँ न त यहाँ कति दिन पछाडि पानी पर्यो बल्ल यहाँ यत्रो चर्को घाम थियो कि त्यो थाम्नै नसक्ने घाम थियो यहाँ अहिले त पानी परेर राम्रो मौसम भयो लाइट बलेर ग्रिन लाइट बल्ल जानु मिल्छ यति पानीले खासै केही प्रब्लम हुन्न तर पर्नु पऱ्यो कि यति पानी आउनु पऱ्यो तर यति चर्को घाममा त सहनै सकिनँ कि जस्तो देखिन्छ यहाँ त अब जाँदैछु पार्कमा साइकल लिनको लागि साइकल लिएर सिधै घर निस्किने हो डाइरेक्ट त्यसरी रुममा साइकल लिएर यहाँ पार्क छ साइकल पार्क भनेको त्यहाँ छ साइकल पार्कमा जाँदैछु अब हेर्नु साइकल भित्र छैन होला यहाँ साइकल मौमा छ कि माथिबाट टिन हालेछ टिन छ अब के भन्नु चाहिँ भन्नु यहाँको अब त्यस्तै हो अब यहाँ साइकल भनेको यसमै हाल्ने हो यसमै राख्ने हो त्यो पनि महिनाको 1500 तिरेर ओ साइकल त लोटोको रहिसक्यो अझै अरूजनाको त यो मैले आफ्नो साइकल चाहिँ यता राखेको छु यहाँ लास्टमा होला मेरो साइकल यहाँ छ मेरो बसन्ती यहाँ छ म अब रेनकोट लगाउँछु अनि त्यसपछि सुर साइकल आउनु होइन ल त्यसपछि